एउटा अननोन स्ट्रेन्जरसँग पहिल्यैदेखि नै राम्रोसँग चिनजान भएको जस्तै 5 मिनेटमा दामीसँग घुलमिल भइदिएको के म। आज चाहिँ हामी बिरगञ्ज जान लाग्थ्यो है। यो आन्टीहरू देखेर त बाटोमा यस्तो नै रिस उठिरहेको थियो है, बट एट द एन्ड लाइक दे ह्याड हेल्प अस भेरी मच। त्यो पछि हामी पुग्यो हाम्रो सेन्टरमा अनि रुम नम्बर खोज्नलाई टाइम लाग्यो। बल्ल बल्ल पायो, हतार 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 गएर रुम नम्बर खोजेर गइदियो। आज चाहिँ इक्जाम छ के, दिदी भनेर के भने त्यो मेरो कजन हो, म त्यसलाई तँ नै भन्छु। अनि त्यो त इक्जाम दिन गयो है, फर्केर आएको मान्छेहरू यति भागाभाग भइरहेको थियो इक्जाम दिनको लागि। त्यो त गयो है, म त अब 1-1.5 घन्टासम्म त यतिकै बस्नु पर्यो नि त। यो बहिनीसँग खेल्दै बसेको हो कि, अनि यो बहिनीको चाहिँ यो दिदी मासी हुँदो रहेछ कि, अनि यो दिदीसँग चिनजान गरेर मस्तले त्यो दिदी पनि एक्लै हुँदो रहेछ, म पनि एक्लै थिएँ, मस्तले घुम्न गएको हो कि बिरगञ्ज भन्दा पनि अलिअलि त्यो ठाउँहरू। त्यो पछि बदाम सदाम के किन्नु भयो, अनि त्यो दिदीले नि खानुभयो, मलाई पनि खान दिनुभयो। वर्षौँदेखि नै चिनेको साथी हुन्छ नि, त्यस्तै भएको थियो कि हामी त है। कुरा पनि सेयर गर्यो, कति बोल्यो है, लास्टै रमाइलो पनि भयो कि। मलाई चाहिँ चिन्ने मान्छे भन्दा पनि नचिन्ने मान्छेसँग कम्फर्टेबल लाग्छ कि बोल्नलाई। आई डोन्ट नो वाइ है, म दामीसँग बोलिदिन्छु कि है। त्यो पछि इक्जाम पनि सकियो त्यसको। अनि हेर्नु न सेन्टर बाहिर यति धेरै भिड थियो। त्यो पछि अलिअलि घुम्यो। मान्छेहरूले भन्छ नि एक न एकचोटि त घुम्न जानुपर्छ भनेर, मलाई थाहा पाएँ कि यति मजा आउँदो रहेछ है त्यही माथि ऱ्यान्डम स्ट्रेन्जरहरूसँग बोल्न। वा